एकजना क्यान्सर बिरामी हुनुहुन्थ्यो, ओली एकजना म्याडम हुनुहुन्थ्यो, उहाँलाई चाहिँ मैले यो पात चाहिँ नियमित खानुस् तपाईलाई काम गर्छ भनेको। अनि उहाँले खान थाल्नुभयो, ब्रेस्ट क्यान्सर थियो, त्यो सेल नबढेपछि त मान्छे मर्दैन नि। अनि उहाँले त्यो किमो 2 पटक गर्नुभयो, त्यसपछि यो खान थालेपछि यो त्यो नियमित खानुहुन्छ, अहिले पनि खानुहुन्छ उहाँलाई राम्रो भयो, अहिले मजाले हिँड्नुहुन्छ। अब किमो पनि गर्नु परेको छैन, डाक्टरले तपाईले जे खाइरहनु भएको छ त्यो खानुस् राम्रो छ। अनि उहाँलाई भेट्दा पनि खुसी लाग्छ, किनभने पुनर्जीवन उहाँले पाउनुभयो नि त। यो पातले यो क्यान्सरको सेल बढ्न दिन्न है, अब रोगतिर लागौँ, क्यान्सरको सेल बढ्न दिन्न। अनि ग्यास्ट्रिक छ भने केही पनि गर्न परेन, बिहान बिहान खाली पेट 7 ग्राम काँचो पात, हामीले 20-21 पात हुन्छ, बिहान बिहान खाली पेट खायौँ भने हामीलाई ग्यास्ट्रिक पनि हुँदैन। र सुगर, प्रेसर, थाइरोइडको बिरामीहरूलाई पनि यसले एकदमै फाइदा गर्छ। जस्तो सुगर छ, डायबिटिज, मेरै मम्मीलाई पनि डायबिटिज छ, उहाँले नियमित खानुहुन्छ। यो चाहिँ उहाँले चाहिँ यो एकदमै उहाँलाई चाहिँ पहिले औषधि खानुहुन्थ्यो हैन, मम्मीले औषधि खानुहुन्थ्यो। पछि जब उहाँलाई चाहिँ यो थाहा भयो मैले अब यो गर्न थालेपछि यसले त सुगरलाई पनि काम गर्छ, मम्मी हजुरबाटै प्रयोग गरौँ न भनेर मम्मीलाई प्रयोग गरेको। अहिले औषधि खानुहुन्न। अहिले भारतको प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भन्नुभएको छ, विगत 15 साल से हम मोरिंगा पराठा खा रहे हैं। त्यो मोरिंगा भनेको यही हो, शीतल चिनी हो। अब बजारमा फेसबुकहरुमा हरेक ठाउँमा मोरिंगा प्रोडक्ट भनेर अहिले त यस्तो व्यापक भएको छ। र संयोगवश 30 दिन मैले चाहिँ काँचो पात खाँदा मेरो जन्डिस पुरै निर्मूल भयो। लिभर प्रोटेक्सन, जो लिभरमा मेरो समस्या थियो, मैले खाएका चिजहरू पच्दैन थिए भने पेट ढाडिए हुन्थ्यो, त्यो समस्या दूर भयो। अनि जन्डिस टेस्ट गर्दा पनि जन्डिस पनि सन्चो देखिन्छ, छैन जन्डिस। 1.2 बिलिबिरियम देखियो, 4.7 बाट घटेर 1 महिनामै 1.2। यो त चमत्कारी भयो मेरो शरीरको लागि। अनि मैले सोचे, मलाई त्यत्रो वर्षदेखि मैले जन्डिस पालेको थिएँ, यति तनाव थियो मलाई, त्यो तनावलाई यसले दूर गर्यो भने म बाँचे। अब मैले मेरो लागि होइन, म अरूको लागि बाँच्नुपर्छ भनेर मैले मेरो दोस्रो जीवन मैले सबको लागि साझा बनाएँ। र त्यस्तो बहुमूल्य चिज हो यो। तर यो पात हामीले सेवन गर्यौँ भने त्यो ग्यास्ट्रिकलाई पनि काम गर्छ। अहिले हेर्नुस् त, सबभन्दा ठुलो समस्या भनेको बिरामी नै हो। हामी जहाँ नर्सिङ होम गयौँ, कुनै अस्पताल गयौँ भने सबभन्दा धेरै हामीले के भेट्छौँ? बिरामीहरू भेट्छौँ। र यसको सेवन गर्यो भने हामी बिरामी हुँदैनौँ। यसले चाहिँ हामीले प्रतिरोधात्मक शक्तिको रूपमा काम गर्यो। र जीवन छ त सब चिज छ, अहिले जीवन रहेन भने केही पनि रहँदैन। म त्यतिखेर मैले यो शीतल चिनी नखाएको भए म माटोमा हुन्थेँ होला। मैले विवाह गरेपछि मैले मेरो म्याडमबाट बच्चा पनि जन्माएन 5-6 वर्ष, किनभने मलाई डर के भयो भने म बिरामी छु, म मर्छु, मेरो लिभर फेल छ भन्ने मलाई लाग्थ्यो। तर जब मैले यो खाएँ, मलाई सन्चो भयो। अब म सबलाई के भन्छु भने जीवन बचाउनको लागि शीतल चिनी अनिवार्य चाहियो। र अस्ति मेरो सालो चाहिँ यहाँ मैले बिरुवा दिँदा सालो हाँस्थ्यो, यहीँ छेउमा घर बिरुवा सासु आमाको बर्थडेमा एउटा यो शीतल चिनी भन्दा भिनाजु शीतल मोरिंगा हो मोरिंगा भनेर हाँस्थ्यो। अहिले अस्ट्रेलियामा उसले $14 को किनेर खाएछ हेर्नुस्। र मलाई उसले मेसेज गरेर, भिनाजु यो त एकदम राम्रो रहेछ, यहाँ मलाई चाहिँ डाक्टरले नै भन्यो वेट बढ्न थाल्यो, यो खाएपछि राम्रो हुन्छ भन्यो, मोरिंगा पाउडर अहिले मैले ल्याएर आएँ, आज $14 पर्यो भनेर यति सानो पाउडर उसले देखाइरहेको थियो भने चाहिँ बाहिर पनि यसको राम्रो माग छ।